रामलाई अघि लाउला रामकै पछि मै जाउँला रामलाई अघि लाउला रामकै पछि मै जाउँला रामलाई अघि लाउला रामकै पछि मै जाउँला हरि बोल सो हेलो नमस्ते गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग गाइज आशा गर्छु तपाईँहरू सबै सन्चै हुनुहुन्छ म पनि हुन्छु र आज माघ 1 गते त्यही भएर सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति लेट भए पनि ह्याप्पी माघे सङ्क्रान्ति आजको ब्लग माघे सङ्क्रान्तिको बारेमा छैन केही स्पेसल छ तपाईँहरूको लागि यो मैले यसमा प्राइभेट राखेको थिएँ र फाइनल्ली यो रिभिल गर्ने टाइम आइसकेको छ गाइज टुडे जस्ट नाउ अब जस्तै 2 घन्टापछि म काठमाडौँ जाँदैछु काठमाडौँको लागि हिँड्दैछु किनभने म एउटा प्रोग्रामको लागि जाँदैछु त्यो प्रोग्रामको नाम रहेको छ SR10 जुन एस इन्स्टिट्युसन अफ म्यानेजमेन्ट जुन काठमाडौँमा छ त्यो कलेजले गर्न गइरहेको छ र त्यसमा भाग लिन पाउँदाखेरि आफूलाई गर्व ठान्दछु र यो प्रोग्राममा म कलेजबाट जाँदैछु आज मणिमुकुन्दको रिप्रेजेन्टेटिभ स्टुडेन्ट भएर मसँग अझै 3 जना स्टुडेन्ट जाँदैछन् साथीहरू जाँदैछन् लाइक मैले चिनेको साथीहरू भनौँ न त्यसपछि एउटा सर जाँदै हुनुहुन्छ कलेज रिप्रेजेन्टेटिभ भएर हामीलाई यस्तो गाइड गर्नलाई हामीलाई यसो केयरहरू गर्नको लागि अब लामो रुट छ नि त लामो बाटो छ थाहा हुन्न के हुन्छ रातिको बाटो अब यस्तो काठमाडौँ भनेको टाढा हो नि त बुटोलबाट लगभग 700-800 किलोमिटर टाढा हुन्छ जे पनि हुनसक्छ त्यही भएर स्टुडेन्टको एउटा के अरे प्रोटेक्सनको लागि एउटा रक्षाको लागि जाँदै हुनुहुन्छ सर र टोटलमा हामी 5 जना जाँदैछौँ हामी कलेजबाट 4 जना स्टुडेन्ट र 1 जना टिचर कलेज रिप्रेजेन्टेटिभ भएर सर जाँदै हुनुहुन्छ हामी प्रोग्राम खेल्न जाँदैछौँ र त्यसको तपाईँलाई एउटा प्रुफ देखाउँछु म सेलेक्ट भएको प्रुफ जो SR10बाट पाएको गोल्डन टिकट यही अनुसार हामी 17 र 18 या कति 2-3 दिनको प्रोग्राम हामी खेल्न गइरहेका छौँ यो टिकट पनि लिएर जानुपर्छ उहाँ देखाउनुपर्छ देखाउनु त पर्दैन एउटा मात्रै देखाइदिन्छ तर पनि हुन्छ नि गाइज अनि त्यही हो अब आजको ब्लग बुटुल टु काठमाडौँ हुनेछ र आज बुटुलदेखि काठमाडौँसम्म के हुनेछ त्यो सबै हेर्नु होला अब म आधी घन्टामा रेडी हुन्छु त्यसपछि जान्छु मेरो प्याकिङ भइसकेको छ यी मेरो सबै यहाँ ड्रेसहरू यहाँ कोटहरू छ नि अब यी लाउँछु मैले अनि सबै छ अब चार्जर राख्नु छ अब सबै यहाँ नोट कपीहरू छ नोट प्याडहरू नोट कपीहरू त्यही गाइज रमाइलो हुन्छ खतरा रमाइलो हुन्छ यो ब्लगलाई प्लिज टेलिनसम्म हेर्नु होला रातभरि के हुन्छ रमाइलो पनि गर्ने केटाहरू हुन्छ म अब जस्तो हुन्छ नि रमाइलो हुन्छ नि त स्टुडेन्टहरू साथीहरू मिलेपछि त रमाइलो हुन्छ त्यो भएर गाइज है त टेलिनसम्म हेर्नु है त सो गाइज फाइनली हामी बसमा आइसक्यौँ हाम्रो बसको नाम छ स्टार जेट हाम्रो यो 2x1 को सिट छ हाम्रो रिदम नेउपाने हाम्रो प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट प्रतिमा खड्का भन्नेहरूकै पाण्डे अनि योगेश रोक्का इनिसनी हाम्रो अब म भएकै अनि हाम्रो सर हुनुहुन्छ उहाँ हामी जाँदैछौँ काठमाडौँ हाम्रो प्रोग्रामको लागि SR10 प्रोग्रामको लागि अहिले गाइज अब अरू के गरिन्छ हेर्नु त पार गर्ने हो जिन्दगीको के फरक कहिले मर्ने हो कसम मजा आउँछ गाइस सुनिरहेको गाउँ न यो मजा आयो हाम्रो यहाँ रामकै पछि मै जाउँला रामलाई अघि लाउला रामकै पछि मै जाउँला रामलाई अघि लाउला रामकै पछि मै जाउँला रामलाई अघि लाउला रामकै पछि मै जाउँला हरि बोल रामकै पछि मै जाउँला सो गाइस हामीले फाइनली खाना खाइसक्यौँ मलाई त कस्तो थियो एक्सपिरियन्स यहाँको खानाको एक्सपिरियन्स इट वाज गुड हामीले चिकन खाइयो के अरे चिकन थाली खाइयो अनि अहिले हामी हाइवेमा छौँ यहाँ हामी अहिले चितवन आएको छौँ अहिले हाम्रो सर हुनुहुन्छ हामीसँग हिँड्नुभएको गाडी हाम्रो कलेज रिप्रेजेन्टेटिभ सर साथी हुनुहुन्छ त्यही गाइस अब हाफिस स्टेजमा आइसकेको छौँ जाँदैछौँ फेरि हाम्रो जर्नी स्टार्ट हुँदैछ त्यसपछि अब कहाँ पुगिन्छ त्यसपछि फेरि देखाउने चाहिँ गाइस सो गाइस बिहानको 3:30 भन्दा पनि धेरै पुगिसकेको छ अनि निन्द्रा पनि लागेको छैन अब 1-2 घन्टाको चाहिँ निन्द्रा पुरा गरेँ निन्द्रा लाग्दैन सुतिरहेको छन् यहाँ अनि यता सुतेछन् योगेश उता प्रितम सुतेछन् अनि उता प्रतिमा अनि उता सर हुनुहुन्छ सुतिरहनु भएको छ जस्तो सुते जस्तो अन्त गुड मर्निङ हजुर केही गाई त्यस्तै छ घर सुते जस्तो हुन्न नि त निन्द्रै पुरै भएन क्या गाइस अब हामी काठमाडौँ पुग्न अब धेरै छैन लगभग कतै 2-1.5 घन्टा छ
काठमाडौँ पुगेपछि भेट्छु अब कहाँ गएर भेटिन्छ थाहै छैन गाइस है त सो गाइस अहिले हामी 9 बिसीभन्दा यति माथि आएका छौँ हामीलाई वासरुम टाइम भनेर दिनुभएको छ एकछिनलाई अनि यस्तो छ कन्डिसन चिसो छ यता लाइक अब काठमाडौँतिर इन्टर हुन थाल्यो नि त 9 बिसी भन्ने त अब काठमाडौँ इन्टर हुन थालेको भनेको नि त अनि नाइट बसहरू हिँडेर आएको छन् हाम्रो नाइट बसको नाम रहेको छ जेट स्टार र लाइक 3 स्टार बस भने नि हुन्छ त्यो भएर अब हामी हल्का रेस्ट फ्रेस भयो वासरुम गयो अब हामी जान्छौँ फेरि अब हामी 2 घन्टामा पुगिन्छ होला 2-3 घन्टामा पुगिन्छ होला अब त्यस्तो छैन त्यही हो गाइस अब हेरौँ होला अब के हुन्छ अरू है त गाइस सो गाइस फाइनली वी हेभ एराइभ इन काठमाडौँ र अहिले हामी काठमाडौँको एउटा होटलमा छौँ जुन भनौँ यहाँ होस्टेल भनौँ न हाम्रो जुन होटल छ जुन होटल केदारनाथ त्यसको चेकिङ टाइम 12 बजेपछि रहेछ अनि हामी छिटो एराइभ भयो नि त हामी लगभग यहाँ 6 बजीतिर एराइभ भइसकेको थियौँ त्यति बेला हामीले यसो रेन्टमा एउटा होस्टेल लिएको एक दिनको लागि एक दिन अब जस्तै 5-6 घन्टालाई मात्रै हो एक दिनको पैसा तिर्नुपर्छ नि त त्यही हो अनि अगाडिको भ्यू यस्तो छ घरै घर छ गाइस है अब के गर्ने यस्तै छ होस्टेल हो अनि हामी यहाँ बस पार्कबाट नजिकै छौँ यो होस्टेल अनि हाम्रो साथीहरू यसो हल्का मेकअप सेकअप गर्न बिजी छन् यता ए बिजी छन् यिनीहरू मेकअप गर्न मेकअप हाम्रो रिदमले पनि मेकअप गर्दै राम्रो देखिनको लागि होइन ब्ल्याक ब्युटी हो न गाइस तर हामी अब यसो हामी अहिले घुम्न जाने पनि भनिरहेको छौँ अब 1-2 घन्टा यसो के बस्ने र होटेलमा त्यो हामी घुम्न जाने भनेर भन त्यो घुम्न गएको ब्लग छुट्टी आउँछ गाइस अब यो ब्लग इन्ड गर्ने बेला भइसक्यो अब धेरै ठुलो पनि हुन्छ नि त ट्राभलिङ ब्लग पनि हुने भयो अनि यो ब्लग पनि हुने भयो अनि हामी यसो नास्ता खान जान्छौँ नास्ता खाए चाहिँ मैले ब्लग एडिट गरिदिन्छु आजको लागि त्यही गाइस अनि आशा गर्छु तपाईँहरूलाई यो ब्लग मन पऱ्यो होला त्यही अब हामी यसो भयो अब लाइक फ्रेस भयो भनौँ हल्का सुप गयौँ भनौँ अब हामीले नास्ता खान जान्छौँ नास्ता खाएपछि हामी घुम्न जान्छौँ त्यो घुम्न गएको ब्लग नेक्स्ट ब्लगमा आउँछ भिडियो नेक्स्ट ब्लगमा आउनेछ र नास्ता आएपछि म ब्लग इन गरिदिन्छु यता गाइस ल सो गाइस अहिले हामी मर्निङको ब्रेकफास्ट गर्दैछौँ काठमाडौँमा यहाँ छ ब्रेड र चिया सबै खाँदैछौँ सर पनि हुनुहुन्छ खाँदैछौँ त्यसपछि खाएपछि हामी घुम्न जानेछौँ अनि त्यही गाइस अब आजको ब्लग यहीँ गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई बाई